नमस्कार साथीहरु, आज चाहिँ म यो सबै सामानहरु चाहिँ सुत्केरी मसला बनाउनको लागि तयार गरेको हो। यसमा चाहिँ बत्तिसाको धुलो, यो बत्तिसाको धुलो चाहिँ मैले खने हैन, प्लास्टिकमै छ धुलो भएको भएर। अनि छुटाउने नहुने भनेको यो गुड हो। अरु चाहिँ हजुरहरुलाई आफ्नो स्वाद अनुसारले ड्राई फ्रुटहरु जे मन लाग्छ सबै राख्न सक्नुहुन्छ। सुत्केरी मसला भन्नेबित्तिकै ज्वानो चाहिँ छुटाउनै नहुने कुराहरु। हामीले त्यस ड्राई फ्रुटहरुलाई चाहिँ मज्जाले घिउमा पहिला फ्राई गरेर मात्रै पकाउनु पर्छ। यसरी फ्राई गरिसकेपछि ड्राई फ्रुट मसलाहरु सबैलाई चाहिँ अब हामी मिक्सरमा राख्दै पेल्छौं मसिनो धुलो। यसरी पिसिसकेको मसलालाई चाहिँ हामीले एउटा भाँडामा घिउ तताएर अब यसलाई मज्जाले यसमा फ्राई गर्छौं। अन्तिममा बाँकी रह्यो मिश्री। हजुरहरुले यसलाई आफ्नो स्वाद अनुसारको गुलियो कतिको मन पर्छ त्यो अनुसार मिश्रीमा घोलेर गुलियो बनाएर अनि यसलाई राख्न सक्नुहुन्छ। स्टोर गरेर 5-6 महिनासम्म पनि यो चाहिँ बिग्रिदैन। हस् त, धन्यवाद।